हेलो एभ्रिवान वेलकम टु इन्फोटेक अपडेट। नमस्कार साथीहरू, आजको भिडियोमा हामी नेपालमा अहिले चर्चामा रहेको तीनवटा एडभेन्चर बाइक हिरो एक्सपल्स 210, केटिएम एडभेन्चर 250 र ट्रायम्फ स्क्रैम्बलर 400X को सिम्पल र क्लियर तुलना गर्दैछौँ। यो भिडियो सुनेर तपाईँले कुन बाइक तपाईँका लागि बेस्ट हो भन्ने डिसिजन सजिलै लिन सक्नुहुन्छ। एक नम्बरमा छ हिरो एक्सपल्स 210। यसलाई हामी बजेट एडभेन्चर किङ पनि भन्न सक्छौँ। एक्सपल्स 210 को कुरा गर्दा सबैभन्दा ठुलो हाइलाइट यसको के हो भने कम दाममा जेन्युन अफरोड क्यापेबिलिटी हो। यसको इन्जिन क्षमता 210 सीसीको लिक्विड कुल DOHC इन्जिन रहेको छ भने यसको पावरको कुरा गर्नुपर्दा 24.6 PS को पावर र 20.7 Nm को टर्क रहेको छ। यसको सिट हाइटको कुरा गर्नुपर्दा 830 mm को सिट हाइट छ भने 220 mm को ग्राउन्ड क्लियरेन्स छ र यसमा तपाईँले 13 लिटरको फ्युल ट्याङ्क पाउनुहुन्छ र माइलेजको कुरा गर्नुपर्दा 37 देखि 40 लिटरसम्मको 40 किलोमिटर पर लिटरसम्मको माइलेजलाई चाहिँ तपाईँले यसबाट अपेक्षा गर्न सक्नुहुन्छ र यसको वेट हल्का भएको कारणले एकदम ह्यान्डलिङ एकदमै सजिलो हुन्छ र यो चाहिँ कस्ता राइडर्सहरूको लागि बेस्ट हुन्छ भन्दा जसले बजेट फ्रेन्डली बाइक खोज्छन्, जसलाई अफरोड धेरै मनपर्छ, जसलाई मेन्टेनेन्स कस्ट चाहिँ कम होस् भन्ने चाहन्छन्, त्यस्ताका लागि चाहिँ यो बाइक एकदमै बेस्ट हो। भिलेज रोड्स, ट्रेल्स, अफ रोड, डेली कम्युटको लागि एकदमै उपयुक्त हुन्छ। 2 नम्बरमा छ केटिएम एडभेन्चर 250। यसलाई पावर प्लस टुरिङ कम्बो पनि भन्न सक्छौँ हामी। अब केटिएम एडभेन्चर 250 नेपालमा टुरिङ र लङ राइडको लागि पावर चाहिने राइडर्सहरूको लागि कमन चोइस बन्न पुग्छ। इन्जिन क्षमता यसको 248 सीसीको छ र हाई पर्फर्मेन्स बाइक भन्न सकिन्छ यसलाई। यो पनि लिक्विड कुल DOHC इन्जिन रहेको छ। यसको पावरको कुरा गर्नुपर्दा 30 PS को पावर र 24 Nm को टर्क रहेको छ भने सिट हाइट 825 mm रहेको छ र 227 mm को ग्राउन्ड क्लियरेन्स रहेको छ, एकदमै राम्रो। र यसको फ्युल ट्याङ्कको कुरा गर्नुपर्दा 14.5 लिटरको फ्युल ट्याङ्क रहेको छ। तपाईँले यसबाट माइलेजको अपेक्षा 30 देखि 32 को हाराहारीमा राख्न सक्नुहुन्छ र यसमा फिचर्सहरू पनि एकदम लोडेड फिचर्सहरू रहेको छन्। राइडिङ मोड्सहरू छ हैन, बेटर इलेक्ट्रोनिक्सहरू रहेको छ, अन रोड स्टेबिलिटी एकदम एक्सिलेन्ट र सुइटेबल फर हाइवे टुरिङ, सिटी प्लस लाइट अफ रोडिङको लागि एकदमै बेस्ट छ। जसले चाहिँ ब्यालेन्स खोज्छन्, पावर, माइलेज र कम्फोर्टको लागि चाहिँ यो बाइक एकदम बेस्ट छ। लङ राइड गरेर घुम्न मनपर्नेहरू र प्रिमियम फिल गर्न चाहनेहरूको लागि यो चाहिँ एकदमै उपयुक्त बाइक हो। र 3 नम्बरमा छ हाम्रो ट्रायम्फ स्क्रैम्बलर 400X। यसलाई चाहिँ हामी प्रिमियम स्टाइल प्लस पावर पनि भन्न सक्छौँ। स्क्रैम्बलर 400X अहिले नेपालमा सबैभन्दा प्रिमियम लुकिङ लाइट वेट स्क्रैम्बलर मध्ये एक हो। यसको इन्जिन 398.15 सीसी को लिक्विड कुल DOHC इन्जिन रहेको छ र यसको पावर एकदमै धेरै छ। यसको पावरको कुरा गर्नुपर्दा 40 PS को पावर र 37.5 Nm को टर्क रहेको छ र सिट हाइटको कुरा गर्नुपर्दा 835 mm को सिट हाइट रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स 195 mm को रहेको छ। र फ्युल ट्याङ्कको कुरा गर्नुपर्दा यसमा 13 लिटरको मात्रै फ्युल ट्याङ्क छ र माइलेज चाहिँ लगभग 25 देखि 29 को बिचमा हाराहारीमा पाउन सक्नुहुन्छ। टुरिङ बाइक र माइलेज कम दिने बाइक भए तापनि यसको फ्युल ट्याङ्क चाहिँ अलिकति बढी भएको भए चाहिँ राम्रो हुन्थ्यो कि भन्ने कुरा हो, जसले गर्दा चाहिँ घरिघरि फ्युल भरिरहनु पर्ने हुनसक्छ। र अन रोडमा यो बाइक एकदमै सुपर स्टेबल छ। अफ रोडको लागि क्यापेबल छ तर एक्सपल्स जत्तिकै चाहिँ हार्डकोर चाहिँ होइन। र यसको डिजाइन पनि क्लासिक र मस्कुलर स्क्रैम्बलर लुक भएकोले एकदमै बेस्ट छ। यो बाइक चाहिँ कसको लागि चाहिँ एकदम उपयुक्त छ भन्दाखेरि पावर, रिफाइनमेन्ट र प्रिमियम फिल जसलाई चाहिन्छ नि, यो बाइक एकदमै बेस्ट छ। सिटी र हाइवे राइडिङमा एकदम कन्फिडेन्स चाहिन्छ, स्टाइल एन्ड एटेन्सन चाहिने राइडर्सहरूको लागि यो बाइक एकदम सुपर बेस्ट छ है त। अब कन्क्लुजनमा जानुपर्दा कुन बाइक तपाईँको लागि चाहिँ बेस्ट हो त? यदि तपाईँ अफ रोड लभर हो र बजेट टाइट छ भने हिरो एक्सपल्स 210 मा जानुहोस्। पावर प्लस टुरिङ कम्फर्ट चाहिन्छ भने केटिएम एडभेन्चर 250 मा जानुहोस्। प्रिमियम लुक र हाई पावर रिफाइन राइड चाहिन्छ भने ट्रायम्फ स्क्रैम्बलर 400X मा नो डाउट तपाईँ
त्यहीँ जानुहोस्। र साथीहरू, यी तीनैवटा मोटरसाइकलहरू आफ्नै क्याटेगोरीमा बेस्ट छन्। तपाईँको राइडिङ स्टाइल, बजेट र पर्पोज अनुसार आफूलाई कुन उपयुक्त बाइक हुन्छ त्यो छान्नुहोस्। यदि अझै डिटेल्स कम्प्यारिजन चाहनुहुन्छ भने तल कमेन्ट गर्नुहोस्, म डिटेल कम्प्यारिजन लिएर आउँछु। र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू सो मच। लभ यु अल गाइज।